श्री गणेशाय नमः। ॐ श्री सरस्वत्यै नमः। ॐ श्री स्वस्थानी देव्यै नमः। ॐ श्री सांब सदाशिवाय नमः। आदरणीय समुपस्थित भक्तजन श्रोताजन, सदा वर्ष झैं यस वर्ष पनि अनन्य श्रद्धा र विश्वासका साथमा भगवान शिवजी र पार्वतीजीका अनेकौं लीला कथा प्रसङ्गले ओतप्रोत भएको यस श्री स्वस्थानी देवीको पवित्र कथा श्रवणद्वारा हाम्रो आयु, आरोग्य, ऐश्वर्य, कार्य सफलता, स्वास्थ्य, शिक्षा, पारिवारिक मेलमिलाप, बलबुद्धि, सन्तति वृद्धि, स्थिर लक्ष्मी, कीर्ति लाभ, सर्वशत्रु पराजय, शत अभिष्ट कामना सिद्धि, धर्म अर्थ काम मोक्ष पूर्ण हुँदै जाउन् भन्ने कामना गर्दै भक्ति भावनालाई जगाएर सम्भव भएसम्म हातमा चन्दन अक्षता पुष्प लिएर भगवती स्वस्थानी देवीको ध्यान गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैः गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुदुपमां देव्या श्रुत्वाभीष्टफलं लभेत्। कथां सुदुपमां देव्याः श्रुत्वाभीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। स्वस्थानी भगवती को जय। श्री सरस्वती भगवती को जय। सांब सदाशिव भगवान को जय। समस्त 33 कोटि देवी देवताहरू को जय जय होस्। यदि हजुरहरूले अगाडि पुस्तक लिएर बस्नुभएको छ भने हातमा लिएको चन्दन अक्षता पुष्पलाई त्यही पुस्तकमा यसो चढाउनुहोला। यदि पुस्तक छैन भने पवित्र दुनामा वा टपरीमा त्यो पुष्पलाई अर्पण गर्नुहोला। श्री गणेशाय नमः। भक्तजन, यो पहिलो अध्यायमा सृष्टिक्रम तथा ब्रह्माण्डको वर्णनको कथा समेटिएको छ।
यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने पहिलो वक्ता हुनुहुन्छ स्वस्थानी भगवतीको कथा भन्नेवाला, जसलाई कुमारजी भनेर दर्शाइएको छ। अनि पहिलो श्रोताको रूपमा अगस्त्य महामुनि रहनु भएको रहेछ। यहाँ उहाँहरू को हुनुहुन्थ्यो, कहाँबाट उत्पत्ति भयो, कस्ता खालका हुनुहुन्थ्यो, उहाँहरूको संक्षिप्त रूपमा हामी परिचय श्रवण गर्न गइरहेका छौँ। श्रोताजन, यहाँ कुमारजीको परिचय गर्न गइरहेको छु। हिमालय पर्वतकी छोरीहरूमा एउटीको नाम गङ्गा थियो, अर्कीको पार्वती थियो। देवताहरूले आफ्नो सेनापति प्राप्त गर्ने इच्छाले गर्दा एक दिन भगवान रुद्रका महान तेजलाई गर्भधारण गर्नुहोस् भनेर गङ्गासित आग्रह गर्न पुगेछन्। अनि गङ्गाजीले पनि ठिकै छ नि त, यदि सेनापति नै बनाउने हो भने ठिक छ, हजुरहरूले भनेको म मान्छु भनेर त्यो रुद्रको महान तेजलाई दिव्य रूप वैभव भएकी शिवजीकी पत्नी गङ्गाका चारैतिर अग्निले छरिदिनु भएछ। तर पछि त्यसलाई सहन गर्न नसकेर अग्निदेवका सल्लाह बमोजिम त्यो तेजलाई गङ्गाजीले लगेर हिमालयका पार्श्वभागमा राखिदिनु भयो। त्यो प्रकाशमान गर्भका कारणले त्यहाँ वरिपरिको भूमि तेजोमय स्वर्णमय हुन गयो, धपधप कान्तिमय हुन गयो, जल्दो बल्दो भयो। समय बित्दै गयो सज्जन वृन्द। केही समय पश्चात त्यो गर्भबाट एक अत्यन्त सुन्दर, अद्भुत, दिव्य तेजस्वी बालक प्रकट हुनुभयो। शिव र पार्वतीबाट स्कन्दित भएका यानि स्खलित भएका अनि गङ्गाद्वारा गर्भश्राप भएकाले देवताहरूले ती बालकको नाम स्कन्द भनेर राखिदिनु भएछ। अब बालक त जन्मे, अब तिनलाई खानपानको पनि व्यवस्था गराउनु पर्यो। इन्द्र र मरुद्गणका सल्लाह अनुसार षट्कृतिकाले ती बालकलाई स्तनपान गराउने हुनुभएछ। तर एउटा शर्तमा मात्र। उहाँहरूको शर्त थियो कि हामी 6वटीका पनि पुत्र हुन् भनेर। 6वटी आमाका एउटा पुत्र हुँदाखेरि तथास्तु भन्ने जो वरदान पनि प्राप्त भएछ। त्यस पछाडि उहाँहरूले षट्कृतिकाहरूले त्यो बालकलाई काखमा राख्नुभयो। राख्दाखेरि त उहाँहरूका स्तनमा अत्यन्त उत्तम दुध भरिन पुग्यो। अनि ती बालकले स्तनपान गर्नलाई मात्र आँटेका थिए, सो सोच्नु भएछ होइन। आमाहरू त 6जना हुनुहुन्छ, एकैचोटि मातृत्व प्रदान गर्नु पर्यो भन्ने उहाँलाई भित्रबाट त्यस्तो लागेछ क्या र। अनि 6वटा मुख प्रकट गर्नुभएछ र 6वटी आमाकै स्तन एकैचोटि चुस्नुभयो। यसकारण उहाँलाई षडानन भनिएछ। अनि 6वटी कृतिकाले पुत्र भावले गर्दाखेरि उहाँको नाम कार्तिकेय पनि भन्न गइयो। गङ्गा, पार्वती र षट्कृतिकाले सधैँभरि उहाँलाई आफ्नै पुत्र ठानेर बराबर माया गर्न लाग्नुभयो। भक्तजन, एक दिन मात्र 6वटी कृतिकाको स्तनपान गर्नुभएका यस्ता सुकुमार शरीर भएका ती कुमारले कुनै समयमा आफ्ना पराक्रमद्वारा दैत्य सेनामाथि विजय प्राप्त गर्नुभएछ। उहाँको बाण भाले मयूर रहेछ। एक दिन आफ्नो वाहनमा चढेर अगस्त्य मुनिका आश्रम आउनुभएका स्कन्दले अगस्त्य महामुनिलाई धेरै कथा सुनाउने क्रममा स्वस्थानी परमेश्वरीको व्रत विधि र कथा सुनाएर लोकमा प्रचार गरिदिनु भयो। हामीहरू पनि सबैको कल्याण हुन गयो त्यसबाट। आज पनि हामीहरूले स्वस्थानी भगवतीको यति तन मन श्रद्धा विश्वासका साथमा यो कथा सुन्छौँ, उहाँको सेवा गर्छौँ, 1 महिनासम्म व्रत बस्छौँ, पूजा गर्छौँ। यस्तै स्वस्थानी भगवतीको व्रत कथाका प्रथम वक्ता देवताका रूपमा यस्ता देवताहरूका पनि सेनापति गङ्गा, पार्वती र षट्कृतिकाका पुत्र यस्ता कुमारजीलाई कोटि कोटि नमस्कार छ। अब अगस्त्य महामुनि को हुनुहुन्थ्यो भन्दाखेरि श्रोताजन, महर्षि वशिष्ठका 7 घडाबाट उत्पत्ति हुनुभएका अगस्त्य महामुनिको कथा सबै पुराणहरूमा आउँदछ। अग भनेको पर्वत रहेछ, स्तम्भित भनेको बसमा राख्ने। यस्तो पर्वतलाई बसमा राख्न सक्ने क्षमतावान भएका महर्षि अगस्त्यका आज्ञाले अझै पनि बनारसदेखि अलिक पश्चिमतिर जाँदा मिर्जापुर भन्ने क्षेत्रमा विन्ध्याचल नामकै पर्वत छन्, जहाँ विन्ध्यवासिनीको मन्दिर छ। त्यो विन्ध्याचल पर्वत चाहिँ अहिले पनि सुतिरहेका छन्, यानि झुकिरहेका छन्। उनलाई अगस्त्य महामुनिले जबसम्म म फर्केर आउँदिनँ तबसम्म तिमीले चाहिँ उठ्न पाउँदैनौ भन्नुभएको थियो। एक दिन त्यसरी नै अगस्त्य महामुनिलाई अति धेरै मान्ने गर्दथे, यिनका चेला पनि थिए। त्यसले गर्दा अगस्त्य महामुनिलाई जब ढोग्नु पर्यो भनेर निहुरेका पर्वतलाई उहाँले
मुनामन्जेल यत्तिकै रहनु है भन्नुभएको थियो। त्यसले गर्दा आजसम्म पनि विन्ध्याचल पर्वत आज्ञा मानेर निहुरिरहेका छन्। भगवान राम वनवास गएको बेला अगस्त्य महामुनिकै सल्लाहले उहाँकै आश्रममा केही टाढा पञ्चवटीमा राम, सीता र लक्ष्मण रहनुभएको थियो। अगस्त्यजीले ब्रह्माजीबाट प्राप्त गर्नुभएको आफ्नो तीर, धनुष अनि तर्कस इत्यादि जो ठोक्रो आदि थियो, ती राख्ने, हात हतियार राख्ने, ती सबै श्री रामचन्द्रलाई अगस्त्यजीले दिनुभयो। जसद्वारा चाहिँ रावण, कुम्भकर्ण आदि गरेका अझै राक्षसहरूको पनि नाश हुन गयो। एक दिनको कुरा हो, समुद्रलाई अञ्जुलीमा राखेर एकै घुड्कीमा घटक्क पिएर सुकाइदिनु भएछ र देवताहरूको कल्याण गरिदिनु भएको रहेछ। देवताहरू विपत्ति अवस्थामा रहेको बेला बचाउनु भएको थियो। अगस्त्य मुनि वेदका मन्त्रद्रष्टा पनि हुनुहुन्छ। धनको मद र पदको मदले अन्धो भएका नहुष राजालाई अजिङ्गर हुने श्राप दिएर स्वर्गबाट मर्त्यलोकमा खसाल्न सक्ने यस्ता महाशक्तिशाली अगस्त्यजी नै हुनुहुन्थ्यो। श्री राम राजा भएपछि पनि अगस्त्य मुनि अयोध्यामा आएर श्री रामचन्द्रलाई अनेकौं पुराणहरूका धेरै कथा सुनाउनु भएको थियो। उहाँका पुण्यमय, शक्तिमय, तेजोमय कीर्तिहरू अनेकौं छन्। महर्षि अगस्त्यजीलाई दक्षिण दिशाको खुल्ला आकाशमा हेर्दा ताराको रूपमा भक्तजन रात्रिको समयमा अहिले पनि देख्न सकिन्छ भनेर यहाँ उद्धृत गरिएको छ। यस्ता महान पुरुषले यी स्वस्थानी परमेश्वरीको व्रत विधि र कथा महात्म्यलाई श्रवण गर्नुभएको थियो। पहिलोचोटि गङ्गापुत्र स्कन्दकुमारका मुखरविन्दबाट यसरी प्रथम श्रोता भएर श्रवण गरेर लोकमा प्रचार प्रसार गरिदिनु भएको रहेछ। उहाँकै कारणले गर्दा आज पनि हामीहरूले भगवतीको अनुकम कृपा प्राप्त गर्न सकिरहेका छौँ। अनुकम्पा भइरहेको छ हामीमाथि। त्यसले गर्दा यस्ता प्रथम श्रोता भएका अगस्त्य महामुनिलाई पनि कोटि कोटि प्रणाम छ। अब आउनुहोस् भक्तजन, हामीहरू पहिलो अध्यायको कथातर्फ मोडियौँ। ओम श्री गणेशाय नमः। श्री स्वस्थानी व्रतकथा प्रथमोध्यायः। सज्जनवृन्द, यहाँ पहिलो अध्यायमा सृष्टिक्रम अनि यो सम्पूर्ण ब्रह्माण्डको वर्णनको विषयलाई लिएर कथा सुरु हुन्छ। यहाँ कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य महामुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन जो छ सो पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीका महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकचित्त भएर सुना भन्नुभयो। अब कस्तो छ त यो भन्दाखेरि, यो अनन्त कोटि ब्रह्माण्डका नायक सृष्टिकर्ता जो परमात्मा हुनुहुन्छ, उहाँले आफूलाई 3 भागमा प्रकट गर्नुभएछ। 3वटा देवताको रूपमा प्रकट गर्नुभयो। पहिलो ब्रह्मा, दोस्रो विष्णु, तेस्रो महेश्वरको रूप लिएका। अनि देवताहरूमा पनि सृष्टि गर्ने को भयो त भन्दाखेरि ब्रह्माजी भयो। अब तीनवटा देवता मध्येमा पालन गर्ने चाहिँ को भयो त भन्दा विष्णु भयो। त्यसरी नै अर्का देवता महेश्वर नामले चाहिँ संहार गर्ने काम गर्न लागे। यी ब्रह्मा, विष्णु र महेश्वर वास्तविकता एउटै परमात्माका अंश हुन्। यस कारण उनै परब्रह्मा परमात्माका इच्छा बिना कुनै कार्य अर्थात् सृष्टि, पालन र संहार कदापि हुन सक्दैन। उनै कोटि ब्रह्माण्डका मालिकका इच्छामा यो विश्व ब्रह्माण्डभित्र प्राणीहरूको जन्म, पालन र संहारको चक्रको क्रम चलिरहेको छ। ब्रह्मा, विष्णु र शिवमा ब्रह्माको मात्र आयुको अवधि छ, तर भगवान विष्णु र भगवान शिवको भने कुनै आयुको प्रमाण छैन। ब्रह्माको परम आयु भनेर 100 वर्षलाई कहिन्छ। अनि 100 वर्षको आधा जो 50 वर्ष हो त्यसलाई चाहिँ परार्ध भन्दछन्। 100 वर्षको आयुको अवधि पुरा भएपछि ब्रह्माको नष्ट हुन्छ, उहाँको पनि नाश हुने, यसैलाई प्रलय भन्दछन्। प्रलय भएपछि अघिल्लो सृष्टि केही रहँदैन, केवल आकाशमा शून्यता मात्र रहेको हुन्छ। अनि फेरि भगवानको इच्छाद्वारा नयाँ सृष्टि हुन्छ। अघिल्लो सृष्टि जुन क्रमले भएको थियो, नयाँ सृष्टि पनि त्यही क्रमले हुन्छ, तर प्रलय भने धेरै प्रकारले हुन्छ। भगवान विष्णुको वैकुण्ठ अनि शिवजीको कैलाशमा वासस्थान भए झैँ ब्रह्माजीको वासस्थान चाहिँ सत्यलोक हो। त्यहाँ उनको घर गृहस्थी सबै थोक छ। त्यहाँ पनि दिन र रात भइरहन्छन्।
यसै कारण ब्रह्माको आयु घट्दै जान्छ र 100 वर्ष पुरा भएपछि प्रलय हुन्छ। जब ब्रह्माको प्रातकाल हुन्छ त्यस बेला उनले सृष्टि गर्न आरम्भ गर्दछन्। तिनका एक दिनमा नै सत्य, त्रेता, द्वापर, कली चारै चौघडी बित्ने गर्दछन्। यिनै 4 युग घुम्ने गर्दछन् र दिन रात त्यसरी हुँदै जान्छ। त्यहाँ दिन गएर जब रात परेपछि प्रलय हुन्छ। यसै क्रमले जब ब्रह्माको 100 वर्ष बितिसक्छ त्यस बेला महाप्रलय हुन्छ। महाप्रलय भएपछि निराकार शून्य आकाश मात्र रहन्छ। त्यसपछि जताततै जलमय हुन्छ। त्यसपछि ब्रह्माण्डका मालिक परमात्माले पुनः अर्को सृष्टि गर्ने इच्छाले पहिले जस्तै रजोगुणले युक्त भएका ब्रह्मालाई उत्पन्न गराएर सृष्टिका निम्ति अहंकार, पञ्चमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, पञ्चतन्मात्रा, शब्द, स्पर्श, रूप, रस, गन्ध आदिले सहित भएको चराका फूल जस्तो आकार भएको एउटा अण्ड उत्पत्ति हुन्छ। हुन त हाम्रो शरीरमा पनि सम्पूर्ण चिजहरू चाहिन्छ। जब हाम्रो शरीरमा हामीले वेदान्त इत्यादि, वेदशास्त्र इत्यादिहरू पढेर जब अन्तिममा पुग्छौँ, शरीर केले बनेको छ त भन्दा यिनै कुराहरू आउँछन्। अहङ्कार हुनु पर्यो, पञ्चमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, पञ्चतन्मात्रा, शब्द, स्पर्श, रूप, रस, गन्ध अनि यिनीहरूका देवता, प्रतिदेवता इत्यादिहरूले सबैले युक्त भएको हाम्रो शरीर बन्दछ भनेर हामीले अनेकौं धर्मशास्त्रबाट श्रवण गरेका छौँ, पढेका छौँ। यहाँ पनि त्यही भन्दै हुनुहुन्छ। यो अण्ड ब्रह्ममय हुनाले त्यसैलाई ब्रह्माण्ड भनिएको हो। यो अण्ड फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यो प्रकृति पुरुषबाट नै चतुर्मुखी ब्रह्मा भएर सृष्टि गर्दछन्। अनन्त कोटि ब्रह्माण्डका स्वामी विष्णु भएर पालन गर्ने गर्दछन् अनि पञ्चमुखी रुद्र भएर संहारका सम्पूर्ण कार्यहरू गर्दछन्। हे अगस्त्य मुनि, जसका इच्छाले अघि वर्णन गरिएका अण्डको उत्पत्ति हुन्छ तिनै परब्रह्म परमात्माका हजारौं नाम मध्ये त्रिगुण, त्रिगुणातीत, चतुर्व्यूह, प्रजापति, हिरण्यगर्भ, अनादि, आदि इत्यादि सबै नामहरू। सुमेरु पर्वत समुद्रका माझमा र सम्पूर्ण जीवहरू कसरी रहन्छन् त भन्दाखेरि जसरी गर्भाशयमा बालक रहे झैं सम्पूर्ण जीवहरू पनि यही पृथ्वीको भित्र रहेका छन्। निराकार आकाश पनि सत्व, रज र तम त्रिगुणात्मिका माया त्यसै गरेर पृथ्वी, जल, तेज, वायु र आकाशले बेरिए झैं भएर आकारवान हुन्छ। एक रूपबाट अर्को रूप देखिन्छ। हे मुनि, त्यो आकाशको भिन्न रूपलाई राम्रो गरी विचार गर्दा फेद, माझ, टुप्पो केही नभएको अनादि परमात्माको लीला मात्र हो, जो नबुझ्नाले गर्दा यो सम्पूर्ण जगत भ्रान्तिमा छ। वास्तवमा परमात्माकै इच्छाले मात्र सृष्टि, स्थिति र प्रलय हुन्छ। कोटि कोटि ब्रह्माण्डको गणना गर्न कसैले सक्दैन। हे मुनि, जति जति ब्रह्माण्ड छन् त्यति त्यति ब्रह्मा, विष्णु, शिव, सूर्य, चन्द्र, इन्द्रादि देवताहरू अनि भिन्न भिन्न यसरी रहेका छन्। निदायका अवस्थामा अनेकौं सुख, दुःख, आपद, विपद, हर्ष, विस्मद इत्यादिहरू स्वप्नमा जे जति देखिन्छन्, तर विपनामा आउँदा अर्थात् निद्राबाट बिउजिसक्दा त केही पनि हुँदैन। त्यस्तै यो अनित्य संसारको सुख दुःख पनि सपना झैं अनित्य छ। सुख दुःख भनेको त केवल मनले मात्र अनुभव गर्दछ। मनलाई आफ्नो बसमा राखेर ईश्वर प्राप्तिको मुख्य मार्ग खोज्नु नै मुख्य कर्म र विवेकी प्राणीको एकमात्र लक्ष्य रहेछ भन्ने ज्ञान सबैमा हुनुपर्दछ। हे अगस्त्य महामुनि, तिमी पनि एकाग्र भएर तपस्या गर, अवश्य सिद्धि प्राप्त गर्नेछौ। तन, मन, वचन र कर्मले ज्ञानको साधना गर। हे मुनि, यो सृष्टिको क्रम र ब्रह्माण्ड उत्पत्तिको वर्णन मैले तिमीलाई सुनाएँ। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन अवश्यमेव सुनाउनेछु, ध्यानपूर्वक श्रवण गर भनेर यसरी अगस्त्य महामुनिलाई कुमारजीले सुनाउनु भएको जो कथा हो, यहाँ जय जय श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां ब्रह्माण्ड वर्णनम नाम प्रथमोध्याय भनेर प्रथम अध्याय पूर्ण गरेका छौं। समुपस्थित आदरणीय भक्तजन सज्जन वृन्द, हामीहरूले कथा प्रसङ्गलाई श्रवण गरिसकेका छौँ। आउनुहोस्, अन्तिममा रहेको पुष्पाञ्जलि हामी सबै मिलेर हातमा पुष्प लिएर पुष्पाञ्जलि अर्पण गर्नेछौँ। ओम उपनयतु मङ्गलं वः
सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा नुसृतेः स्वभावात् करोमि यदि यत् सकलं परस्मै नारायणायेति समर्पयेत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीं समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीं ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। भक्तवत्सल भगवान को जय। रिद्धि सिद्धि सहित गणेश जी महाराज को जय। श्री सरस्वती भगवती को जय। श्री सांब सदाशिव भगवान को जय। श्री स्वस्थानी भगवती को जय। त्रयत्रिंशत् सहस्र कोटि देवी देवतारों को जय। जय जय श्री राधे श्याम। हर 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 महादेव शंभो। स्वस्थानी भगवती को कृपा प्रसाद द्वारा हामी सबैको मनोकामनाहरू पूर्ण हुन् भन्ने कामना गर्दै पुष्पाञ्जली पुस्तकमा अर्पण गर्नुहोला। हवस् त, धन्यवाद। हामीहरू पुनः भोलि अर्को अध्यायको कथालाई लिएर अवश्यमेव आउनेछौँ। सम्पूर्ण कथालाई श्रवण गर्नुहोला। धन्यवाद।